नमस्ते। आज हामी दैलेखमा भर्खरै पुष्टि भएको प्राकृतिक ग्यास भण्डारको विषयमा अलिक गहिरिएर कुरा गर्दैछौँ। नमस्ते। हो, यो विषय अहिले निकै चर्चामा छ। 1.12 अरब घनमिटर मिथेन ग्यास भेटियो भन्ने खबर आयो। यो त सुन्दै ठूलो कुरा लाग्यो, तर यसको वास्तविक अर्थ के हो, यसले नेपाललाई कस्तो असर पार्ला, त्यसमै केन्द्रित रहौँ है त आज। निश्चय पनि। यो त्यस्तो हल्ला मात्रै चाहिँ होइन। चीन र नेपालका वैज्ञानिकहरूको एउटा संयुक्त टोलीले यो पुष्टि गरेको हो। हो र कसरी? उहाँहरूले करिब 4 किलोमिटर गहिराईसम्म ड्रिल गरेरै यो मिथेन ग्यास छ भनेर पत्ता लगाउनु भएको हो। यो परिणामले सम्भावनाहरू त देखाएको छ। अनि यो मिथेन ग्यास भनेको हामीले घरमा बाल्ने एलपीजी जस्तै हो कि फरक छ? यो प्राकृतिक ग्यासको मुख्य तत्त्व हो। हामीले प्रयोग गर्ने एलपीजी भन्दा यो अलि सफा पनि मानिन्छ तुलनात्मक रूपमा। 1.12 अर्ब घनमिटर यो अङ्क त कति ठुलो हो ठ्याक्कै? जस्तो हामीले हरेक वर्ष बाहिरबाट ग्यास किन्छौँ नि, त्योसँग दाँच्दा कस्तो हुन्छ? यसले हाम्रो परनिर्भरता कति घटाउला? खै, परिमाण त ठूलै हो, तर यसले ठ्याक्कै कति वर्षको आयात थाम्छ भन्ने कुरा अहिले नै भन्न अलि गाह्रो छ। किन होला? त्यो त हामीले कति निकाल्न सक्छौं अनि हाम्रो वार्षिक खपत कति हुन्छ त्यसमा भर पर्छ नि। तर एउटा प्रारम्भिक अनुमान के छ भने यदि यसलाई राम्रोसँग पूर्ण क्षमतामा उपयोग गर्न सकियो भने यसले नेपालको ऊर्जा आवश्यकताको ठूलो हिस्सा सायद अबको 50 वर्ष जति धान्न सक्छ कि भन्ने छ। 50 वर्ष? यो त निकै आशा लाग्दो सुनियो त। तर यस्तो अनुमान त कति कुरामा भर पर्छ होला, होइन र? हो नि। जस्तो हामीले कति छिटो निकाल्ने, फेरि हाम्रो माग कति बढ्दै जान्छ। के यो 50 वर्ष भन्ने आँकडा चाहिँ सबैभन्दा राम्रो अवस्था सोचेर निकालिएको हो? एकदम सही कुरा उठाउनुभयो। यो एउटा पोटेन्सियलको कुरा हो, सम्भाव्यता। वास्तविक अवधि त कति छिटो उत्खनन हुन्छ, कस्तो प्रविधि प्रयोग हुन्छ, लगानी कति जुट्छ अनि भविष्यमा हाम्रो ऊर्जा खपतको ट्रेन्ड कस्तो रहन्छ, यस्ता कुराले निर्धारण गर्छ। अवसर त ठूलो हो, तर यसलाई यथार्थ बनाउन चाहिँ प्राविधिक, आर्थिक, व्यवस्थापकीय चुनौतीहरू धेरै छन्। ती पार गर्नुपर्छ। चुनौतीहरूको कुरा गर्दा मलाई त 2072 को त्यो नाकाबन्दीको समय याद आयो। त्यो बेला इन्धनको कति सङ्कट भोगियो, ऊर्जामा आत्मनिर्भर हुनुपर्छ भन्ने कुरा झन् टड्कारो भयो। हो त नि। के यो खोजले साँच्चै त्यो परनिर्भरता घटाएर स्वतन्त्रताको सास फेर्ने आधार देला त? आधार त पक्कै दिन्छ, तर स्वतन्त्रताको सास फेर्नु अघि त्यो उत्खनन गर्ने, त्यसलाई प्रशोधन गर्ने अनि वितरण गर्ने